सूर्य कार्यमा समर्पित गर्ने भइसकेपछि हामी दुई दाजुभाइ ब्रह्माकुमारी संस्थामा लामो समयदेखि समर्पित भयौं। त्यसपछि पैतृक सम्पत्ति जुन हुन्छ त्यो त आफ्नो आफ्नो हक अधिकार हुन्छ अनि मातापिताले ल ठिक छ तिमीहरूले सांसारिक रूपमा शादी बिहा नगरे पनि तिमीहरूलाई त चाहिन्छ भनेर जे दिनुभएको थियो त्यो चाहिँ हामीले तुरुन्तै ब्रह्माकुमारी राजु सेवा केन्द्रको नाममा हामीले रजिस्टर गरिदियौं र त्यहाँ अहिले गाउँमा सेवा केन्द्र सञ्चालन छ। 2 तले भवन बनेको छ, त्यहाँ ब्रह्माकुमारी दिदीबहिनीहरू बस्नुहुन्छ र आध्यात्म प्रति सुरुमा मलाई पागल भन्नेहरू अहिले आध्यात्मिकताको भ्यालुज जुन छ, नैतिक मूल्य र मान्यता छ त्यो प्राप्त गरेर उहाँहरू खुसी हुनु भएको छ। पहिला पहिला अब पागल भयो, बौलायो भन्ने व्यक्तिहरू जो मेरा आफ्ना रिलेटिभ्सहरू थिए उहाँहरू पनि अहिले यो ब्रह्माकुमारीको एउटा सत्य परिचय पाएर सत्य ज्ञान प्राप्त गरेर, किनभने ब्रह्माकुमारीले दिने ज्ञान भनेको त आत्माको ज्ञान हो, परमात्माको ज्ञान हो, जुन आत्मालाई चाहिने शान्ति, प्रेम, सद्भाव हो। यो कुरो चाहिँ यहाँ उनीहरूले प्र्याक्टिकल रूपमा पाइसकेपछि अहिले सबैजना बहुत प्रसन्न हुनुहुन्छ। सायद मैले पढेर डाक्टर बनेर करोडौं सम्पत्ति कमाएर घरमहल बनाएर गृहस्थ जिन्दगी चलाएको भए त्यति खुसी हुनुहुन्न थियो होला जति खुसी अहिले म, मेरो परिवार र मेरो समाज, मेरो आफन्तजनहरू प्रसन्न हुनुहुन्छ। पहिलोपल्ट जब टिभीमा आउनुभयो तपाईँ नेपाल टिभीमा, पिताजीको के प्रतिक्रिया थियो? अब बडा खुसी हुनुभयो। खुसी हुनुभयो। अब म त टेलिभिजनमा बोलेँ, हिँडेँ, त्यसपछि लामो समयपछि उहाँले टेलिफोन कुरा गर्नुभयो, ल तिमीलाई त हामी टेलिभिजनमा हेरिरहेका छौँ बिहान बिहान चाहिँ। त्यति मात्रै होइन, मेरा रिलेटिभ्सहरू, मेरा अन्य फुपूहरू हुनुहुन्थ्यो, काकीहरू हुनुहुन्थ्यो, अन्य व्यक्तिहरू, मेरा साथीहरू जसले चाहिँ यही यो ब्रह्माकुमारी संस्थामा लागेर पागल भयो भन्ने साथीहरूले पनि त्यहाँका कुराहरू सुनेर उनीहरूलाई बडा दुःख, दुरा टेन्सन, डिप्रेसन, एन्जाइटीमा गइसकेका मनुष्यहरूले पनि त्यो क्लासहरू सुनेपछि ओहो कहाँ छ हो यो ब्रह्माकुमारी संस्था, ल मलाई पनि त्यहाँ लानु पर्यो, त्यो ब्रह्माकुमारी संस्था लानु पर्यो भन्नुभयो भने मेरो बुवा मम्मी त असाध्यै एउटा गौरवान्वित हुनुभयो, खुसी हुनुभयो कि छोराले सही लाइन लिएको रहेछ र हामीलाई पनि एउटा मार्गदर्शन गर्ने हाम्रो एउटा गार्जियन, एउटा गाइडको रूपमा हामीले पायौँ। भगवानले हाम्रो कोखमा एउटा त्यस्तो तपस्वी व्यक्तिको जन्म दिएको रहेछ, हामी खुसी छौँ भन्ने कुरा उहाँको प्रतिक्रिया हो। अब गहिरो कुरो गरौँ ल। हजुर हुन्छ, एकदम।